हेलो नमस्कार। आजको यस पाठमा हामी फ्लोर प्लानको इमेजलाई इम्पोर्ट गरेर त्यसलाई 3D मा कसरी बनाउने यो हाम्रो टास्क 1 को असाइनमेन्टको रिभ्यू भिडियो हो। कृपया भिडियोलाई ध्यान दिएर हेर्नु होला र प्र्याक्टिस चाहिँ गर्नु होला। ओके, सो ब्राउजमा जानु पर्यो र डिफल्ट टेम्प्लेट हामीले चुज गर्छौँ। पछि तपाईँको पनि आफ्नै टेम्प्लेट हुन्छ। त default.rde रेबिट टेम्प्लेट फाइल चाहिँ हामीले खोल्यौँ। अब हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि यो जुन इमेज छ यो इमेजलाई चाहिँ हामीले ल्याउनु पर्यो रेबिटमा। ठिक छ, यो इमेजलाई हामीले रेबिटमा ल्याउनु पर्यो। त्यसको लागि सबभन्दा सजिलो उपाय भनेको तपाईँले ड्र्याग पनि गर्न सक्नुहुन्छ सिधै यसरी यो रेबिट फाइलमा तपाईँले इमेजलाई यसरी ड्र्याग पनि गर्न सक्नुहुन्छ है। यसरी ड्र्याग गरेर पनि राख्न सक्नुहुन्छ। ओके, सो अब यसपछि हामीलाई के चाहियो भन्दाखेरि यो इमेजलाई हामीले अलाइन गर्नु पर्यो। हामीले मोडल लाइनमा गएर यहाँ एउटा लाइन तान्छौँ। यो 3.5 फिट देखाइरहेछ। यसलाई सेलेक्ट गरेर स्केलको आइकनमा क्लिक गर्छौँ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ स्केलको आइकन यहाँ छ है। स्केलको आइकनमा क्लिक गरिसकेर पहिलो क्लिक यहाँ र दोस्रो क्लिक नगर्ने हैन, हामीले यहाँ गरेर यसलाई चाहिँ हामीले 2 फिट गर्ने सुरुवात गर्छौँ है। इमेजलाई सेलेक्ट गरेँ, स्केलको आइकनमा गएँ, पहिलो क्लिक दोस्रो क्लिक माउसलाई माथि लगेँ र 2 फिट इन्टर गरेँ। यो हाम्रो 2 फिटमा कन्भर्ट भयो। तपाईँ नाप्न पनि सक्नुहुन्छ मोडल लाइनबाट। ठिक छ, 2 फिट। अब हामीले के गर्छौँ, यो हेर्दाखेरि एउटै वाल टाइप रहेछ। सो एउटै वाल टाइप बनाऊ। सो डुप्लिकेट माई वाल 01 माई वाल। त्यसपछि एडिटमा गएर यो क्याटेगोरी मटेरियल पनि अहिले नै डिफाइन गरिदिउँ न त है। सो अहिलेलाई मैले कुनै एक्जिस्टिङ डिफल्ट यो क्ल्याड वाइट कुनै एउटा मटेरियललाई सेलेक्ट गर्छु है। जस्तै कि यो कङ्क्रिट प्रिकास्टलाई यसलाई डुप्लिकेट गरेँ, यसलाई चाहिँ 01 माई वाल भने। अनि यसमा चाहिँ यो आइकनमा क्लिक गरेर हैन, एसेट लाइब्रेरी फिजिकल एपिरेन्स लाइब्रेरी भनौँ न। एपिरेन्स लाइब्रेरीमा गएर तपाईँले वाल पेन्टमा गएर यताबाट कुनै एउटा वाल पेन्ट चुज गरिदिउँ है त। जस्तै कि मैले यो वाइट वाल पेन्टलाई पिक गरेँ र ग्राफिक्समा गएर युज रेन्डर एपिरेन्स गरेँ र यसको चाहिँ कट प्याटर्न चाहिँ कङ्क्रिटमा देखाइरहेको छ। सो कट प्याटर्न चाहिँ मलाई कङ्क्रिटमा चाहिँदैन, सोलिड कलरमा चाहिन्छ र त्यो कलर चाहिँ अलिकति ओरेन्ज कलर टाइपको यस्तो है कट प्याटर्न। अनि ओके गर्छौँ। अनि यसलाई चाहिँ 9 इन्च गरौँ। ठिक छ, अनि ओके गरौँ। हाम्रो वाल आइसक्यो। अनि लाइन तानौँ लेभल 1 टु लेभल 2। अनि त्यसपछि हामीले मजाले लाइन तानौँ है यसरी। यति नै गरेको, हामीले खासै धेरै त गरेका छैनौँ। यस्तो वाल लाइन तान्दै वाल बनाएका छौँ है। अनि तपाईँले यो वालहरू मजाले तान्न सक्नुहुन्छ यसरी है, यसरी मजाले है। 3D मा हेर्नुहुन्छ भने तपाईँको समथिङ यस्तो आइरहेछ। यसलाई सेडेडमा हेरौँ। यो सर्फेस प्याटर्न अलिकति चेन्ज गर्नुपर्छ जस्तो छ। म्यानेजमा गएर मटेरियलमा गएर जुन मैले मटेरियल लगाएँ त्यसको अलरेडी माई वालमा जुन यो सर्फेस प्याटर्न बाई डिफल्ट तपाईँको नन हुन्छ। नन बुझेर गर्नुपर्ने, यी कुराहरू पनि हाम्रो छुटेको थियो क्लासमा है। सर्फेस प्याटर्नहरू नन गर्नु पर्यो। अनि यो ठिक छ, ओके गर्नु पर्यो। एन्ड यो हुने भयो। ओके, र कट प्याटर्न हाम्रो यो हुने भयो। यसलाई चाहिँ हामीले सेडेडमा हेर्नुभयो अथवा टेक्सचरमा हेर्नुभयो, अनि मिडियम क्वालिटीमा पनि हेर्नु पर्यो। ओके, यति भइसकेपछि अब हामीले यसलाई सेलेक्ट गरेर CS ताप्छौँ र स्क्रेट सिमिलर गरेर वाल बनाउँछौँ। ढोकाको लागि चिन्ता नलिनु होला, अहिले ड्याङडुङ वाल बनाइदिनु होला है। सो रेबिट भनेकै रिभाइज हो, यसरी चाहिँ गर्नु पर्यो। ठिक छ, अब हामीलाई थाहा छ यो ग्याप चाहिँ अलिक बढी आयो। DI गरेर डिस्टेन्स नापेँ। अथवा तपाईँले म्यानेजको एडिसनल सेटिङको टेम्पोररी डाइमेन्सन युज गर्नुहुन्छ र फेस र ओपनिङ गर्नुहुन्छ भने टेम्पोररी डाइमेन्सनको सहायताले पनि मिलाउन सक्नुहुन्छ। यसलाई मानौ 3 फिट जति गरिदिउँ न। अब यो भित्रको वालहरू हाम्रो प्रायमा चाहिँ 9 इन्च छैन। हामी अहिलेलाई क्लासको सहजताको लागि 9 इन्चै गरिदिउँ है। CS अनि यसरी। अब यसलाई अलाइन गर्नको लागि AL यहाँदेखि यहाँ, त्यसपछि अरू कुनै छ जस्तै यो दुईटा पोइन्ट AL यहाँदेखि यहाँ। अब हामीले ढोकाहरू राख्नु पर्यो। ढोकाको लागि मैले दिएको एसेट
लाई युज गर्नु होला भन्छु म चाहिँ है। सो एसेटहरु चाहिँ यहाँ छ, जस्तै कि डोरमा यो मैले तपाईलाई दिइसकेको छु, अथवा तपाईले रेबिटको डिफल्ट ढोकाहरु पनि युज गर्न सक्नुहुन्छ है। जस्तै कि मैले यो ढोका युज गरे है, यसलाई ड्र्याग गरे अनि यहाँ ढोका राख्ने प्रयास गर्छु, अनि ढोका राखिसकेपछि यसलाई डुप्लिकेट गर्छु है, एडिट टाइप डुप्लिकेट, बाथरुमको ढोकालाई D2 गर्छु, D2 इज अलरेडी युज भन्छ, सो डुप्लिकेट D2B गरेर नाम दिन्छु बाथ है। अनि त्यसपछि यसको मेन चौडाइ चाहिँ 2 फिट 6 इन्च गर्छु भने हाइट चाहिँ 7 फिट। यो मेट्रिकको फाइल भएर यस्तो आएको, भ्यालुमा अलिकति इस्यु। यसलाई मैले फ्लिप गरेँ अनि यसलाई मैले एरो दाबेँ अनि यसलाई मैले फ्लिप गरेँ यसरी। त्यसपछि यसलाई फेरि मैले सिलेक्ट गरेर क्रिएट सिमिलर गरेँ, यसलाई एडिट टाइप डुप्लिकेट D1 गर्छु अनि यसको विड्थ चाहिँ 3 फिट जति गरौँ, यति गरौँ है, 3 फिट जति विड्थ गरौँ। अनि डोर विन्डो ट्यागहरु पछिको पार्टमा आउँछ, चिन्ता नलिनु होला साथीहरुले, त्यो सबै आउनु बाँकी नै छ। यसरी अब हाम्रो मेन गोल भनेको ढोकाहरु राख्न आयो तपाईलाई है, झ्यालहरु राख्न आयो है, यो नै ठुलो कुरा हो अहिलेलाई। सबै कुराहरु पछि हामी बिस्तारै बिस्तारै रिभिजन गरिहाल्छौं है। सो यसरी एरोबाट पनि तपाईले सार्न सक्नुहुन्छ। यो ढोकालाई सिलेक्ट गरेर CS दाब्नु होला है, अनि यसरी पनि तपाईले राख्न सक्नुहुन्छ। ढोकालाई एरोबाट फ्लिप गर्न सक्नुहुन्छ। यसरी यी कुराहरु एक्सपेरिमेन्ट गर्नु पर्यो। CS गर्नुस्, क्रिएट सिमिलर हैन, यस्तो फेरि CS यस्तो है, यसरी चाहिँ हामीले राख्यौं। अब झ्यालको लागि पनि खासै त्यस्तो अप्ठ्यारो छैन। झ्यालको लागि पनि विन्डोमा जानुस् है, सुन्दर सुन्दर झ्यालहरु मैले राखिदिएको छु। जुन झ्याल युज गरे पनि हुन्छ। यो मैले अहिलेलाई यो झ्याल युज गरे हैन, अनि यसलाई चाहिँ मैले लगभग यहाँ राखिदिए। यसको एडिट टाइपमा गएर डुप्लिकेट W1 गर्छु, W1 इज अलरेडी युज भन्छ। सो हाम्रो यहाँ विन्डोमा W1 यो W1 W2 अलरेडी बनाइन्छ, भेरी नाइस। सो W1 मैले युज गरे। यो W1 लाई को प्रोपर्टी चाहिँ चेन्ज गरौँ न त। W1 को विड्थ चाहिँ जम्मा 3 फिट, W1 को विड्थ चाहिँ मैले 6 फिट राखे, हाइट चाहिँ बरु 5 फिट गरिदिन्छु है। यो गरौँ न त। यो W1 लाई सिलेक्ट गरेर क्रिएट सिमिलर गरेर यहाँ राख्छु। अहिलेलाई मैले रेफरेन्स इमेज नहेरेर यतिकै राख्दिए है, तपाईले रेफरेन्स इमेज हेरेर पनि मिलाउनु होला नि है। सो यसलाई सिलेक्ट गर्छु, यसलाई एडिट टाइप, यो चाहिँ हाम्रो W2 कतिको छ, W2 गरौँ, सानो सानो झ्याल हैन, क्रिएट सिमिलर गरेर यतातिर राखिदिउँ हैन। यसरी चाहिँ तपाईले राख्न सक्नुहुन्छ। अनि सानो सानो विन्डोहरु बाथरुमको चाहिँ हामीले यहाँ हाम्रो डिफल्ट टेम्प्लेटमा छ 2 बाइ 2 फिटको हैन, यिनीहरु पनि तपाई राख्न सक्नुहुन्छ। अनि यसको एडिट टाइपमा गएर यसको हाइट चाहिँ अलिकति चेन्ज गरिदिन्छु 3 फिट जति है, यस्तो गर्न सक्नुहुन्छ। अब 3D मा हेर्नुहुन्छ भने तपाईको बनिसकेको छ। जम्मै एउटा झ्याललाई सिलेक्ट गर्छु, राइट माउस क्लिक, सिलेक्ट अल इन्स्टेन्सेस भिजिबल एन्ड भ्यू। यसको हेड हाइट चाहिँ 7 फिट, यस्तो गरौँ, सिलेक्ट अल इन्स्टेन्सेस भिजिबल एन्ड भ्यू। यसको हेड हाइट चाहिँ 7 फिट, यसको राइट माउस क्लिक, सिलेक्ट अल इन्स्टेन्सेस भिजिबल एन्ड भ्यू, हेड हाइट चाहिँ 7 फिट हैन। यसलाई क्लिक गर्छु, राइट माउस क्लिक, सिलेक्ट अल इन्स्टेन्सेस भिजिबल एन्ड भ्यू, 7 फिट। मैले अलग अलग गरेर तपाईँ क्याटेगोरी गरेर पनि गर्न सक्नुहुन्छ है, यसरी तपाईले देखाउनलाई पनि गरेको। लेभल 1 यसलाई क्लिक गरेर अब यो CS गरेर पनि तपाईले यहाँ राख्न सक्नुहुन्छ, अर्को यहाँ राख्न सक्नुहुन्छ। कुराकानी क्लियर छ? ओके। अब हामीले फ्लोर बनाउँछौँ, फ्लोर आर्किटेक्चर। यसलाई एडिट टाइप गरेर डुप्लिकेट गर्छौँ, PLINTH प्लिन्थ गर्छौँ र ओके गर्छौँ। रेक्टेंगल टुलबाट मैले रेक्टेंगल युज गरेर अहिले यसलाई फ्लोर बनाएँ। एउटा कुरा देख्न सक्नुहुन्छ, सबैमा एउटै फ्लोर आयो, यो त हामीलाई चाहिएको होइन। त्यसको लागि चाहिँ हामीले मोडिफाईमा गएर यो स्प्लिट फेस भन्ने युज गर्नुपर्छ। यसलाई स्प्लिट फेस गर्ने हो, यसरी एउटा रेक्टेंगल बनाएर है, यसरी एउटा रेक्टेंगल बनाएर हामीले यसलाई स्प्लिट गर्छौँ है, यसरी हामीले गर्न सक्छौँ। तर पहिला फ्लोरमा हामीले मेन मटेरियल चाहिँ लगाइहालौँ है, एडिट टाइप डुप्लिकेट हैन, एडिटमा जाउँ। यो जुन मटेरियल छ अहिलेलाई मैले क्रिएट न्यू मटेरियल गरेँ, क्रिएट न्यू मटेरियल, यसलाई रिनेम गर्छु 01 फ्लोर। यसमा चाहिँ मैले नर्मल्ली अपरेन्समा गएर एउटा कलर लगाइदिन्छु है, अनि ग्राफिक्समा गएर
यो चाहिँ रेन्डर एपियरेन्स गरेर जस्ट ओके गरिदिन्छु है। यो चाहिँ डिफल्ट कलर चाहिँ यो आउने भयो। यो राख्नु यो ओके नै अप्लाई गर्ने बिर्सेछु फेरि। एडिटमा गएर यो क्याटेगोरी माई फ्लोर भन्ने थियो नि कहाँ गयो डिफल्ट फ्लोर र डिफल्ट फ्लोरलाई नै उ गरिदिउँ नि त। डिफल्ट फ्लोरलाई डुप्लिकेट चाहिँ गरौँ। डुप्लिकेट त्यो अप्लाई नै भएन रहेछ। डुप्लिकेट रिनेम 01 अनि त्यसपछि यो विचार गर्नु होला। यो ओके नभए पनि कहिलेकाहीँ ओके अनि अप्लाई एन्ड ओके पनि गरौँ अनि ओके गरौँ अप्लाई एन्ड ओके। सो यहाँ देख्न सक्नुहुन्छ अब यो हाम्रो डिफल्ट कलर भयो। यसलाई त तपाईँले म्यानेज ट्याबमा गएर मटेरियलमा गएर 01 फ्लोरको कलर त अलिकति स्याचुरेटेड गर्न सक्नुहुन्छ। अब हामीलाई यहाँ पेन टुल यहाँ हामीले उ गरिसक्यो भने पिटी कमान्ड युज गर्छौँ। अहिले हामीलाई टाइल चाहिन्छ टिआइएल डिफल्ट टाइल जुन छ त्यही है। अहिलेलाई यो टाइल चाहिँ मैले यहाँ लगाइदिएँ है। यसलाई मैले मानव रियलिस्टिकमा हेरेँ भने तपाईँले राम्रोसँग देख्नुहुन्छ। यसरी टाइल लगायौँ अथवा टेक्सचर अब पनि तपाईँले देख्न सक्नुभयो। यसलाई चाहिँ फाइन गरौँ न। फेरि यसलाई स्प्लिट गर्नु पऱ्यो। यसलाई सेलेक्ट गर्छु। यता पनि हामीलाई के टाइल चाहियो स्प्लिट फेसको लागि यो आइकन हो। यसलाई सेलेक्ट गरेर तपाईँले यसरी लाइन तान्न पनि सक्नुहुन्छ स्प्लिट। तर यसरी तपाईँले एउटा लाइन तान्नु भयो भने होइन एक्सपेरिमेन्ट गर्नु होला स्प्लिट हुन्छ कि हुन्न होइन। भएन यहाँ के भनिरहेछ भन्दाखेरि स्प्लिट फेस चाहिँ यसरी स्प्लिट नगर्नुहोस् भन्छ। है यसरी चाहिँ गर्नु पर्यो। अनि पिटी कमान्डले अहिले हामीले यही मटेरियल अभाइलेबल मटेरियल युज गरौँ है। त्यो मटेरियल लाइब्रेरी किनभने तपाईँले लोड गरेको हुनुपर्छ है। यो लोड भएको छैन यहाँ हामीले प्रोजेक्टमा भएकै मटेरियल मात्रै आउने हो है। त्यो हिसाबले हो। यसमा चाहिँ मैले मानौँ एसफल्टको यो लगाइदिएँ बुझ्नुभयो नि। सो फेरि पिटी भन्दा पनि स्प्लिट फेसमा जान्छौँ। यो रुम यहाँ पनि टाइल आउँछ। सो एउटा रेक्टेङ्गल बनाउनु पऱ्यो ओके गर्नु पऱ्यो। फेरि पिटी भन्ने कमान्ड युज गर्नु पऱ्यो है। अनि यसरी चाहिँ तपाईँले मानौँ अरू कुनै यो टाइल है हामीले मटेरियल अगाडि नै बनाएको हुनुपर्छ क्या मटेरियल। यसरी गर्न सक्छौँ। यहाँ बेडरुममा चाहिँ एउटा पार्केटिङको लगाइदिउँ न है त। यसलाई सेलेक्ट गरेँ यो स्प्लिट फेस होइन अनि रेक्टेङ्गल बनाएँ अनि यहाँ यसरी लाइन तानेर पनि गर्न सक्नुहुन्छ। यसलाई यतिकै टच गरे हुन्छ है। यसलाई यस्तो मैले भन्न खोजेको यो क्लोजै हुनुपर्छ भन्ने छैन। अनजोइन गर्नुहोस् यतिको लाइन ताने पनि हुन्छ भन्न खोजेको हेरौँ है। भयो नि। सो धेरैजना कन्फ्युज हुनुहुन्छ कि यो चाहिँ स्प्लिट फेस चाहिँ तपाईँको यो भयो है। यसरी चाहिँ हामीले गर्छौँ। सो यसरी हामी क्लासमा कन्टिन्यू गर्नेछौँ। पहिला मटेरियल लोड गर्छौँ अनि त्यसपछि ट्याक 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 पिटी कमान्डले चाहिँ अप्लाई गर्नेछ। यो फाइललाई म सेभ गर्छु। मलाई विश्वास छ यहाँसम्म भिडियो हेर्नुभयो तपाईँलाई यो प्रोजेक्ट अगाडि बढ्न सक्नुहुन्छ। यति नै हो है। झ्याल ढोका राख्ने अनि मटेरियल डिफाइन गर्ने पार्ट चाहिँ हामीले गर्छौँ। सो यहाँसम्म भिडियो हेर्नुको लागि धेरै धेरै धन्यवाद।